नमस्ते। आफ्नो मोबाइल नम्बरको 10वटा नम्बरलाई जोडेर सिंगल डिजिटमा 1 आएको छ भने यस्तो व्यक्तिहरूको कन्फिडेन्स लेभल एकदमै राम्रो हुन्छ। लक फ्याक्टर पनि राम्रो बनेको हुन्छ। कुनै पनि एरियामा काम गर्ने सन्दर्भमा सक्सेस रेट पनि राम्रो रहेको हुन्छ। मोबाइल नम्बरको 10वटा नम्बर जोडेर सिंगल डिजिटमा 1 आएको छ भने यस्ता व्यक्तिहरूको नेम र फेम पनि राम्रो हुन्छ। अब कुरा गरौँ नम्बर 2 को। हो, मोबाइलको 10वटा नम्बरहरूलाई जोडेर सिंगल डिजिटमा लाँदाखेरि यदि 2 नम्बर आइरहेको छ भने यस्तो व्यक्तिमा एकदमै पेसेन्ट हुन्छ, धैर्यता रहेको हुन्छ। साथसाथै यसले कुनै पनि रिलेसनसिपलाई राम्ररी निर्वाह गर्न सक्ने हुन्छ। व्यक्ति एकदमै एक्टिभ हुन्छ, सपोर्टिभ हुन्छ, साथै कोअपरेटिभ पनि हुन्छ, सहयोगी भावनाको हुन्छ। यस्ता नम्बर आएको व्यक्तिहरू यदि कुनै पनि पार्टनरसिपमा व्यवसाय रनिङ गरिराख्नु भएको छ भने त्यो पार्टनरसिपलाई चाहिँ लङ टर्मसम्म तपाईँहरूले चाहिँ निर्वाह गर्न सक्ने क्षमता हुन्छ। अब 3 नम्बरको कुरा गरौँ। मोबाइल नम्बरलाई 10वटा नम्बरलाई जोड्ने क्रममा जसको 3 नम्बर आएको हुन्छ यस्तो व्यक्तिमा ज्ञान यानि कि नलेजको क्षमता एकदम राम्रो रहेको हुन्छ। योजना बनाउने क्रममा यसमा राम्रो दक्षता रहेको हुन्छ। यो व्यक्तिको बोल्ने बानी, शैली, कला भनौँ न एकदमै राम्रो रहेको हुन्छ। कम्युनिकेसन एकदम राम्रो रहेको हुन्छ। समाजमा नेम फेम पनि प्राप्त गर्ने हुन्छ। एउटा कुरा, यस्तो व्यक्तिले यदि कसैलाई पैसाहरू सापत्ति दिएको छ भने त्यो सापत्ति दिएको रकम आफ्नै पैसा पनि फिर्ता लिनको लागि भने नसक्ने अथवा ताकिदा गर्न मन नपराउने व्यक्तित्व रहेको हुन्छ।